गाइज अब के भनौँ होइन आफू चाहिँ फर्स्ट टाइम इन्डिया आएको गाइज होइन अब राम्रोसँग हिन्दी पनि नआउने गाइज होइन अब जे भने नि गर्ने पऱ्यो नि गाइज यस्तै गरिन्थ्यो 3 महिना भएको थियो गाइज अब बिचैमा आएर अनि हिजो बिहान करिब 1 बजेतिर भोलिदेखि ड्युटीमा नआउनु भनिसकन गाइज अनि चाहिँ खासमा चाहिँ मलाई हिन्दी आउँदैन होइन गाइज अब थोरै आउँछ होइन गाइज अब हाम्रो यो अफिसमा पनि खासै हिन्दी कोही बोल्दैन होइन गाइज इङ्ग्लिस बोल्छन् कन्नडा बोल्छन् होइन गाइज अब आफूलाई हिन्दी त राम्रोसँग आउँदैन कहाँबाट अनि कन्नडा बोल्थ्यो होइन गाइज अब थोरै नेपाली इङ्ग्लिस मिक्स हालिन्थ्यो होइन गाइज अब यस्तै हिन्दी नआउनुको कारणले होइन गाइज अनि चाहिँ कामबाट मलाई निकालिदियो होइन गाइज अब के गर्ने गाइज होइन परदेशमा गाइज होइन हाम्रो नेपालको जस्तो दयामाया हुन्न रहेछ होइन गाइज होइन मेरो काम चाहिँ धेरै हुन्थ्यो अब डे नाइट ड्युटी थियो होइन गाइज चाहिँ अनरसँग थोरै डिस्कस भयो होइन अब मलाई चाहिँ राम्रोसँग हिन्दी नआउने होइन उसले चाहिँ गाली दियो नि लाटो जस्तो गर्दै थियो होइन उसले चाहिँ लास्ट गाली दियो होइन गाइज बोल्दै काममा नआउनु अब त्यही गाइज हाम्रो नेपालमा भए भाइ काममा नआउनु राम्रोसँग भन्थ्यो अब के गर्ने अर्काको देशमा होइन गाइज जे भने भन्नै पऱ्यो होइन लास्ट गाली दियो गाइज आज चाहिँ म लास्ट दुखी छु होइन खाना नि खान्थ्यो थिएन कि बिहान अनि पछि लास्ट गाली गर होइन गाइज मेरो काम चाहिँ धेरै थियो ल गाइज अहिले पनि म काम गर्दैछु नाइटको मेरो नाइट ड्युटी छ होइन गाइज देखाउँदैछु हजुरलाई हेर्नु